बलखु गाउँमा रहेका रामेका बुढाबुढीको कुरा सुनौँ है त। बुढी बिहे गरेको पनि यतिका दिन भइसक्यो, अब त सन्तानको योजना बनाउने हो कि? बुढी यति छिटै बनाउने र बुढा? आमा बुवालाई पनि नाति नातिनाको रहर होला नि त। हुन्छ बुढा। कुरा गर्दा गर्दै साबिकोडा नम्बर 8 को स्वयंसेविका रेलीमाया पहाडी दिदी आइपुग्नुहुन्छ। ए स्वयंसेविका दिदी आउनुभएछ, नमस्कार। नमस्ते आमा। स्वयंसेविका दिदी आउनु भएको छ, मुढा लिएर आउनु बाहिर। ए नानी आउनुभएछ, कति कामले आउनुभयो, यहाँ बस्नु। हुन्छ। बिहेमा आउनु भएन, शुभकामना कार्ड लिएर आएको थिएँ, लिनु त। के हुन्छ, पैसा हुन्छ नानी त्यसमा? होइन नि आमा, उहाँहरू सन्तानको योजना बनाउँदै गर्दै हुनुहुन्छ भनेदेखि फोलिक एसिडको बारेमा जानकारी गराउन आएको म। फोलिक एसिड खानुपर्छ, त्यहाँ पनि लेखेको छ, पढ्नु। हो नि दिदी, हामी पनि सन्तानको योजना बनाऊँ कि भनेर सोच्दै थियौँ। ए हो र, त्यसो भए राम्रोसँग बुझ्नको लागि भोलि स्वास्थ्य चौकी जानु न त ल। हुन्छ नानी, म लिएर गइहाल्छु नि मेरा छोरा बुहारीलाई। ए हवस् त, है त म। ए हुन्छ नानी, हुन्छ। स्वयंसेविका दिदीको कुराबाट प्रभावित भएर भोलिपल्ट उहाँहरू स्वास्थ्य चौकीमा पुग्नुहुन्छ। नमस्कार नमस्कार सिस्टर। नमस्कार। अरे आज त जोडी मात्र दुवैजना आउनलाई लिएर आउनु भएछ त। आउनुहोस्, बस्नुहोस्। कति कामले आउनुभयो होला नि, के सेवा दिन सक्छु यहाँहरूलाई? सन्तानको योजनामा छौँ, हामीलाई स्वयंसेविका दिदीले फोलिक एसिड खानुपर्छ भन्नुभएको छ, त्यसैको बारेमा जानकारी लिन यहाँ आएका नि सिस्टर। एकदमै राम्रो कुराको जानकारी लिन आउनुभयो, ल सुन्नुहोस्। फोलिक एसिड भनेको एक प्रकारको भिटामिन हो। यसलाई चाहिँ भिटामिन B9 ले चिनिन्छ। यो चाहिँ सन्तानको योजना बनाउनु भएको श्रीमान श्रीमतीले गर्भधारण गर्नुभन्दा पहिला दिनको 1 चक्की 3 महिनासम्म खानुपर्दछ। र गर्भवती भए पश्चात श्रीमतीले मात्र 3 महिनासम्म खानुपर्दछ। फोलिक एसिड खाएपछि के फाइदा हुन्छ सिस्टर? गर्भ अवस्थामा त कुनै पनि औषधि खानु हुँदैन है छोरा बुहारी। तर पनि यस्तै के औषधि खान माथला घरकी बुहारीको बच्चा खेर गएको थियो। त्यसो भनेर कहाँ हुन्छ र आमा? यसको कमीले त बच्चामा जन्मजात अपाङ्गता हुने, जस्तै ओठ काटिएको, तालु फाटिएको, मस्तिष्कको राम्रोसँग विकास नभएको, ढाडको पछाडि पिठ्यौमा मासुको डल्ला देखा पर्ने, हिँडुल गर्न नसक्ने, आँखा नदेख्ने, कान नसुन्ने, राम्रोसँग बोली नआउने जस्ता समस्या देखा पर्न सक्छन् नि। श्रीमानले चाहिँ किन खानुपर्ने सिस्टर? फोलिक एसिड खानाले पुरुषको शुक्रकीटको राम्रोसँग वृद्धि विकास हुन्छ, जसको कारणले गर्दाखेरि स्वस्थकर बच्चा जन्मिन्छ। जानकारीको लागि धन्यवाद सिस्टर। आजबाट हामी फोलिक एसिड सुरु गर्छौँ। ल धन्यवाद। अब श्रीमान श्रीमतीले नै दिनको 1 चक्की 3 महिनासम्म खानुपर्छ है, लिनु त। थप जानकारी लिनु परेमा यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद सिस्टर। फोलिक एसिड खाऊ, स्वस्थ बच्चा जन्म